है गाइजहरु यो मर्निङमा तपाईँ सबैलाई स्वागत छ है। कसैलाई हिउँ खेल्ने मन छ भने आउनुहोस्, सँगै हिउँ खेलौँ। आहा थाहा छ नि यो के हो थाहा छ? आया यो चाहिँ हिउँ सोर्ने चाहिँ औजार हो, हाते औजार हो। अब हाम्रो बिहानको काम सुरु हुनुभन्दा अगाडि चाहिँ सबैभन्दा पहिले चाहिँ यो भएभरको हिउँ चाहिँ सोर्न पर्छ। भने चाहिँ आफूले काम गर्ने अगाडि चाहिँ हिउँ सोरेन भने सबै जमेर आइस बनेर गाडी पनि चिप्लिन्छ, मान्छे पनि चिप्लिन्छ होइन। अब मान्छे चिप्लिसकेपछि चाहिँ अब के हुन्छ तपाईँहरूलाई थाहै छ। आहा यस्तै छ है। ल रमाइलो छ यहाँ चाहिँ कोरियामा। ओहो अहिले फेरि नाकमा फेरि अब पुरै आइस जम्छ, फेरि सास फेर्नै गाह्रो हुन्छ। मैले चाहिँ गाडी यहाँ रोकेको छु, अब यहाँभन्दा उकाल्यो भने गाह्रो हुन्छ फेरि होइन। यस्तो हिउँ पर्छ कि हिउँ पर्छ। यो हिउँ परेको बेलामा आज चाहिँ अलि तातो छ। अब हिउँ परेन भने चाहिँ अब अहिले दिउँसोबाट लास्टै गाह्रो हुन्छ। यो पुरै चाहिँ हिउँ अब सोर्नु पर्यो। हिउँ सोरिसकेपछि बल्ल काम गर्ने गाह्रो छ उसलाई होइन। त पुरै चाहिँ हिउँ छ, हिउँ पुरै हिउँ छ। अब यसलाई चाहिँ यसरी पेल्ने हो, बुझ्नुभयो नि? ओ त्यो जति अघि जाँदै गऱ्यो त्यति चाहिँ बलियो हुँदै जान्छ कि यो फेरि। ल है त गाइस, म पहिला हिउँ सोर्छु अनि पछि कुरा गरौँला है। ओके गाइस, यहाँ अब गुड्दै